व्हाट्सएप गाइज, आज चाहिँ म चाहिँ माइत जाँदैछु अनि आज चाहिँ हाम्रो मम्मीहरूको चाहिँ सम्झिने कार्यक्रम रहेछ। अनि मलाई चाहिँ कस्तो सुन्दै कस्तो रमाइलो लाग्यो। दाइ भाउजूको बिहा गरेको चाहिँ 6-7 वर्ष भइसक्यो अनि सम्झिलो रे आज। अनि मम्मीले हिँडेर हुनुहुन्छ अनि मलाई चाहिँ कस्तो रमाइलो लाग्यो क्या सम्झिलो भन्ने बित्तिकै। अनि मलाई पनि मम्मीहरूको खुसीमा सामेल हुन मन लाग्यो। अनि त्यसपछि नजिकै छ माइत, आधी घन्टाको बाटो। अनि म चाहिँ चट्टै स्कुटी लिएर आज म माइत जाँदैछु मम्मीहरूको खुसीमा सामेल हुनलाई। ल है त, माइत जाऊँ अब मेरो माइत। मेरो चाहिँ गाइस पछाडि कोही पनि हुँदैन, म एक्लै हो, स्कुटी चलाउँदै अनि यसो खिच्दैछु। मेरो चाहिँ अलिक पछाडि भएको भए मजाले खिच्नुहुन्थ्यो। म चाहिँ माइत गाउँ, माइती गाउँ, म चाहिँ हेर्नु यही हो माइती गाउँ। अहिले छुटछुट माइत धेरै नै हुनु माइत गाउँ, मेरो माइती गाउँ, मेरो मामाको घर। अनि माइत भनेपछि क्या छुट्टै खुसी मिल्ने क्या, छुट्टै खुसी लाग्ने। माइततिर आएपछि मेरो कान्छी भाउजू आउँदैछु अगाडिबाट टक्कै स्कुटी चलाएर। कता हो मेरो माइत आइपुग्दैछ। हरियो हरियो देख्दैछ नि, त्यो चाहिँ मेरो एउटा घर। यता चाहिँ मम्मीहरू कतै हुनुहुन्छ होला, यो चाहिँ पुरानो घर हो अनि म चाहिँ यतै लागेँ। हेलो हेलो, नचिनेर हो नबोल्नु भएको। कति राम्रो फुल हो। आउनु भएको छैन? म चाहिँ पुरै ला ढिलो बिरालोले बाटो काट्दै अनि रित्तो भाँडो रित्तो भाँडो बिरालोले बाटो काटेको भेट्दै आएको बाटोमा सियोर आइसक्नु भयो। अनि म चाहिँ ढिलो भएँ भन्दै आएँ। यता जाम हाम्रो सम्धिनी बजै के गर्दै हुनुहुन्छ। अनि आज सम्धिनी बन्ने के छ तयारी हेरौँ। सम्धिनी बजाइको तयारी म देखाउँछु है हजुरहरूलाई। के छ सम्धिनी बजाइ? सम्धिनी भनेर खै रेडी हुनु पर्दैन? बिर्सिन्छु। ल ल रेडी हुनु छिटो। कति राम्रो राम्रो फुल लगाएका हुन् फुलहरू। हाम्रो सम्धी यता रेडी हुँदै, खै बाबा यता हेर्नु त कस्तो हुनुभयो, टोपी लाउनु अब। च्याट हजुर, अलिक कुर्ता तान्नु हजुर।
यहाँ चाहिँ मम्मीले यसमा फोटो खिच्देऊ न मेरो भन्नुभएको अनि म चाहिँ पुरै फोटो खिच्दैछु भनेर मम्मीले चाहिँ पुरै पोज दिनुभएको क्या अनि मैले चाहिँ पुरै भिडियो खिचिराखेको थिएँ फोटो पनि खिच्दै थिएँ अनि पछि चाहिँ जिस्काउनलाई भिडियो खिचिदिएको कि अनि उताबाट चाहिँ बाबा मम्मीहरू आइपुग्नुभयो अनि यता बाबा मम्मी चाहिँ अनि भित्र लुक्न जानुभयो मम्मी आइपुग्नु भयो तपाईँ दुईटाले सल्भ गर्नु अनि सन्चै हुन्छ नि पण्डित भाउजू है अझै यति माथि गरे नि हुन्छ हो त्यसरी यति अझै माथि त्यो लुत्कियो कि बिचमा यताका दुला दुलै खोइ लाइन छैन लगाइदिनु नि तपाईँहरूलाई दुईटाले सँगै हो पहिला सम्झी अझै माथि हो दुईजनाले बाबा अझै त लिनु ऊ त्यहाँ छ ऊ बाबासँग यता यता एउटा बाजा बुढा त्यसरी अलि टाउको नजिक लैजानु बाबा तीनचोटि हो कि कतिचोटि आमा तीनचोटि हो पछि अहिले लास्टमा अब पहिला आमाको गर मैले पर्दैन ल अनि त्यसपछि फेरि केही हुन्छ ल खोल्दिउँ ल कुकुर ताको अब भलाको साथी भलाको साथी कुली अब नमस्कार के हुन्छ पनि गालामा रातो लगाइदिनु ल बाबा लगाइदिनु तपाईँले उता दिनु उता होइन यता कता आमालाई दिनु पऱ्यो नि त बाबाले क्या आमालाई दिनु उता दिनु त्यहाँ दिनु भुइँमा राखिदिनु
तपाईँ बाबालाई टिका दिनु यो राख्ने हातै दियो होइन नि केही हुँदैन यो टिका राखिदिनु लौ त्यहाँ राख्नु सम्झिला दिनुभयो बाबा लगाइदिनु त पर्दैन बोलाएर बिहेको छु हजुर दिउँ ल जानु तपाईँ ल आउनु कस्तो राम्रो लाइट मिलेको छ ल जानु बहिनी नानी बहिनी लगाएको छोरीलाई नानी आइपुग्नु चैता मागा बस्ने चलन रहेनछ चैता यसमा चैता नि त अब पहिले मैले खाइसक्नु भयो के तपाईँको बिहाको दाईको बिन सबै राख्नु के छ मम्मी नयाँ दिलै चाहिँ लजाउनु भयो सम्झिने भनेर क्या किन लजाउनु भएको मलाई आज नयाँ रियाक्सनले ल है यो चाहिँ मेरो माइतको तरकारी बारी अनि मलाई चाहिँ तरकारी टिप दिँदै हुनुहुन्छ मम्मीले यता भाउजूले ओ त्यही दे भन्नुभयो नि अटोमा नि आमालाई दे भन्नुभयो नि ए जेमा हाल्ने नि हुन्छ एउटा बोरा सोरामा हाल्ने मम्मी बाई बाई ल मम्मी बाबा बाई बाई अब चाहिँ हामी दुइटा बहिनीलाई लिएर घरतिर बाई बाई